तपाईँ त यहीँ देखिनुभयो, यसको बारेमा के बताइदिनुहोस् न। भदौ 23 गते जेनजीले आन्दोलन गर्यो, खास गरेर चाहिँ भ्रष्टाचार विरुद्ध, अनि त्यसपछि नेपो बेबीको विरुद्ध चाहिँ एउटा देशमा चाहिँ सुशासन कायम हुनुपर्छ भनेर आन्दोलन गर्यो। त्यो आन्दोलनको बारेमा यहाँको भनाइ चाहिँ के छ मन्त्री? प्रश्नका लागि साथीहरू सबैलाई धन्यवाद छ। सर्वप्रथम त हामी नेपालीहरूको मान चाडका उपलक्ष्यमा मनाउँदै गर्दा यस बिचमा शुभ दीपावलीको शुभ अवसरमा तमाम नेपालीहरूलाई हार्दिक मनाउने शुभकामना, सुख शान्ति समृद्धि अमन चाहिँ कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। जहाँसम्म 23-24 गतेको घटना र मुलुकमा देखिएको परिवर्तनका सन्दर्भमा यहाँहरूले राख्नुभएको समसामयिक विषय, हामी नेपालीहरूले धेरै खालका आन्दोलन र परिवर्तनहरू भोगिसकेका छौँ। पटक पटकको परिवर्तनमा नेपालीहरूको चाहना के देखिन्छ? जुनसुकै परिवर्तन नगर्ने, सुशासन कानुनी राज्य स्थापित गरिरहने र भ्रष्टाचार निर्मूल गर्नुपर्छ भन्ने भित्री भाव देखिन्छ। त्यो नेपालीहरूको स्वाभाविक चाहना, आफ्नै देशमा खनी खोजी गरेर खान पाउने गरी, समृद्ध हुने गरी नेपालीहरूले नेपालको चाहना राख्ने स्वाभाविक कुरा। त्यसका लागि शासन सत्ता विरुद्ध बेला बखत आन्दोलन हुने र परिवर्तन हुने हामीले भोगिआएको विषय हो। हिजोभन्दा आज पृथक विषय के हो? हिजो एकतन्त्रीय शासन व्यवस्थामा लोकतन्त्रका निमित्त गरिएका आन्दोलनहरू थिए। अहिले जेनजीहरूले सामाजिक सञ्जाल बन्द भएको र अहिले तमाम नागरिकहरू सामाजिक सञ्जाल मार्फत आफ्ना दैनिकी सञ्चालन गर्न थालेको अवस्थाले त्यो एउटा संयोग भनौँ आक्रोश बन्न पुग्यो। त्यसरी सुरु गरिएको भन्ने बाहिर देखावटी यो देखिन्छ र तमाम जेनजी भनेका पनि तपाईँ हाम्रै बच्चाहरू हुन्, उनको भावना त्यो पाइन्छ। तर अदृश्य रूपमा मुलुकको परिस्थिति फरक छ। नेपाल रहने कि नरहने स्थितिमा छौँ। हामीले लामो समय लगाएर संविधान निर्माण गऱ्यौँ, कानुनी राज्य स्थापित हुनुपर्छ भने, सुशासन भ्रष्टाचार निर्मूल गराउनुपर्छ भनेर लाग्ने हाम्रो अभियानै हो। त्यो हुनुपर्छ। तपाईँहरूले मेरो आफ्नै विषयमा पनि हेर्नुभयो भने यो प्राप्त गर्न सक्नुहुन्छ। विगतको मेरा अभिव्यक्ति, मेरा व्यवहारले यो कुरा देखिन्छ। त्यो तपाईँहरूलाई नै खोज्ने जिम्मा लिन्छु। तर यहाँ अदृश्य कुरा के छ भने नेपाल रहने कि नरहने, हामी नेपाली भएर बाँच्न पाउने कि नपाउने भन्ने अवस्थामा छौँ। त्यसकारणले यी घटेका घटनाहरूलाई एक ठाउँमा राखेर मुलुक हाम्रो सबैको हो र हामी नेपालीहरूले यसको संरक्षण गर्नुपर्छ, जगेर्ना गर्नुपर्छ, हाम्रो दायित्व हो भनेर सबै राजनीतिक दलहरूले एकै ठाउँ बसेर पहिले मुलुकको संरक्षण गर्नुपर्ने आवश्यकता छ। यो मेरो देखाइ। त्यस पछाडि राजनीतिक दलका आफ्ना सिद्धान्त होला, आफ्ना उद्देश्य होला। नयाँ सरकार निर्माण भएको छ, निर्वाचन घोषणा भएको छ, त्यसलाई कसरी आत्मसात गर्ने भनेर मैले भन्ने भन्दा पनि मेरा दलका शीर्ष नेताहरूले, सभापतिज्यूले नै यस कुरालाई भनिसक्नु भएको अवस्था छ। पार्टीको धारणाहरू आइसकेको छ। अलिकति फरक के मात्रै भन्न खोजेको हो भने मुलुक साथै अप्ठ्यारो अवस्थामा छ। त्यसका लागि सबै राजनीतिक दलहरू ठाउँमा हुनुपर्छ, लोकतन्त्रको जगतमा गर्न सक्नुपर्छ। संविधानमा नमिलेका कुराहरू संशोधन गरेर लिएर जान सकिन्छ।
त्यसको उपयुक्त थलो र व्यवस्थाका विषयमा छलफल गरौँ। आवधिक निर्वाचन हामीले परिकल्पना गरेर निर्माण गरेको विषय स्वाभाविक परिवर्तन पछाडि यदि जनताको चाहना आवधिक निर्वाचनको समय अगावै हो भने पनि राजनीतिक दलहरू तयार भएकै देखिन्छ। त वातावरण हो कि होइन, कुन अवस्थामा छ, मुलुक कहाँ पुग्दैछ भन्ने कुराको गम्भीर चिन्तन छलफल हुनु जरुरी छ। अब जहाँसम्म व्यक्तिगत कुराहरू यहाँहरूले जोड्नु भएको छ, मेरो पनि घरको अवस्था देखिन्छ। यो मेरो मतले हेर्नुपर्ने विषय के छ भने 23 गते विद्यार्थी लगायत युवा जेनजी ग्रुपले गरेको आन्दोलनमा घुसपैठ भयो भनेर 23 गते बेलुकै मन्त्री परिषदको मिटिङ बसिएको छ र त्यसका छानबिनका लागि निर्णय भएको छ। 23 गते नै सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा बसेको मन्त्री परिषदको निर्णय छ र त्यही स्पष्ट भनिएको छ घुसपैठ भयो। हाम्रा पुलिसले यसरी आफ्ना बच्चाहरू छानी छानी एउटैका टाउमा 7वटा 8वटा गोली हाल्ने क्षमता राख्दैन भन्ने छलफल भएको छ। त्यसको छानबिन हुनु पर्दैन र मैले अघि इङ्गित गरेको मुलुकका कुरा छन्। यो सुरुवात यहाँबाट हुनुपर्छ। यो अहिले सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के त भन्ने प्रश्न कोही देशमा लाग्नुपर्ने होला। दोस्रो, हजारौंको सङ्ख्यामा हात हतियार सहित जेलबाट मान्छे भागेका छन्। पुलिसका हतियार लुटिएको छ। पुलिसहरू, सुरक्षाकर्मीहरू, सुरक्षा दिने निकायका मान्छे कसरी मारिए यसको छानबिन हुनु पर्ला राज्यले गर्ने कुरा। र अर्को अचम्म लाग्दो कुरा 24 गते 23 गतेको एउटा श्रृङ्खला 24 गतेका दिन एकैचोटि देशभरि 3 घण्टाभित्र यो मुलुक समाप्त पार्ने गरी अभियान चलाइयो। त्यो के कारणले सृजित भयो होला, कसरी सम्भव रह्यो होला, यसका विषयमा तमाम नागरिकहरूले चासो राख्नु, तपाईँहरू जस्ता पत्रकारले खोजी काम गर्नु र सरकारमा जो भयो भने कार्यान्वयन गर्नु होला नि त। त्यसका विषयमा के भएको छ मेरो प्रश्न छ। तपाईँहरूले देखिहाल्नु, मेरो घर पनि खोल्याएको छ। म त एउटा व्यक्ति नहुँ, पदीय दायित्व बस्दाखेरि आफ्नो भूमिका निर्वाह गर्ने कामका सिलसिलामा होला, तर म एउटा नागरिक हुँ। नागरिकको अधिकार हाम्रो संविधानले व्यवस्था गरेको छ, त्यसभित्र म पनि छु। कानुनी राज्य, कानुनले शासन गरेको मुलुक हो यो। त्यो कानुन आज पनि बरकरार छ, त्यसभित्रको एक नागरिक। त्यसो भएको कारणले मैले गरेका गम्भीर प्रश्नहरूको उत्तर मलाई पनि चाहिन्छ। अर्को, सरकारको दायित्व के बन्छ भनेर मलाई सोध्नु पर्छ। सरकार भने के हो? हिजो पनि सरकारलाई यो गरेन त्यो गरेन भनेर प्रश्न गरियो। आज हामी प्रश्न गर्ने ठाउँमा छौँ। त्यस कारणले यो अहिले मैले राखेका कुराहरू प्रश्न जहाँसम्म दुःखदायी कुरा भन्नुपर्छ। पत्रकार जगत भने चाहिँ समाजको उपल्लो तहदेखि तल्लो तहसम्म समाचार सम्प्रेषण गरेर नागरिकलाई सुसज्जित गर्ने वर्ग हो भन्ने हाम्रो बुझाइ हो। त्यसकारणले चौथो अङ्ग भन्ने आयो, जिम्मेवार अङ्ग भन्ने आयो। तर त्यो अङ्गले मेरा विषयमा जुन समाचार सम्प्रेषण गर्यो मलाई असाध्यै दया लाग्यो। मुलुक कहाँ लगिरहेको छ? सरकारमा बस्ने सत्तासीन मान्छेहरूले, हुन त मेरो नाम कोड गरे देखिनु,
पूर्व ऊर्जा मन्त्री भन्ने त्यो पनि मैले पेपरमै हेरेँ, उहाँले भन्नुभयो कि भन्नु भएन मलाई त्यो पनि थाहा भएन। उहाँ कानुनको विद्यार्थी हुनुहुन्छ अरे भन्ने मैले सुनेको छु। कानुनी राज्य विषयमा राम्रै जान्नुहुन्छ गृहमन्त्रीजी। म के कारणले भाग्नु पर्छ? मैले गरेका निर्णयहरू म पदमा हुँदा, म पदमा नहुँदा मैले गरेका व्यापार व्यवहारहरू र म राजनीतिक सुरु गरेकै राजनीतिक खर्चिलो छ, आय आर्जन चाहिन्छ भनेर व्यवसाय गरेर व्यवसायले अब मलाई खाना लाउन पुग्छ भनेर म सुरु गरेका मान्छे हो। सायद भ्रष्टाचार विरुद्धमा सबभन्दा बढी अभियानकै रूपमा लिएर जाने मान्छे हो म। तपाईँहरूले हेर्नु भएको छ आफ्नै कुरामा, समाजका विषयमा। र बजेट सङ्घीय सभाको रोकियो भनेर शीर्षक पनि सुने। अघिल्लो बजेट अर्को सरकारले ल्याएको कार्यान्वयन गर्ने काम मात्रै हाम्रो थियो। गरिबी निवारण गर्नुपर्छ, विपन्नहरूलाई सम्पन्न बनाउनुपर्छ भन्ने कुरा अपराध हो भने म जत्रो सजाय पनि भोग्न तयार छु। त्यो नै अपराध हो भने, अर्थात् सङ्घीय सभामा बजेट जानु चाहिँ अपराध हो भने म जत्रो सजाय पनि भोग्न तयार छु। र मलाई के थाहा छ भने म मात्रै मेरो पार्टीका मान्छे कोही भएको म अरूको त भन्नु सक्दिनँ। र सरकारमा बस्ने मान्छेहरू पनि कोही भाग्दैन। भाग्नुपर्ने कुनै कारण छैन। मैले भनिहालेँ, आन्दोलनका विषयमा तत्कालीन सरकारले निर्णय नै गरेका छ छानबिनका लागि। अब भाग्नु केलाई पर्यो, किन पर्यो? र राजनीति गर्दाखेरि फुलै फुल हुन्छ भनेर म सुरु गरेँ होइन। म काँडा हुन्छ पुर्न सक्छ, त्यसका लागि तयार हुनुपर्छ। म विवेक पुर्याएर काम गर्छु भनेर सुरु गरेँ। त्यसको कारणले मुलुक तपाईँ हाम्रो सबै नागरिकको समान अधिकार हुन्छ। पदीय हिसाबमा केही अधिकारहरू विशेष हुन्छ, जस्तै प्रधानमन्त्रीका अधिकारहरू तपाईँ हामीले प्रयोग गर्ने भन्दा पृथक हुन्छ। तर राज्यले हेर्ने कानुनी दृष्टिकोणमा उहाँलाई जुन कानुन लाग्छ प्रधानमन्त्रीजीलाई, मलाई पनि त्यही कानुन लाग्छ। अब कसैका व्यक्तिगत रिसका कुरा, पदीय हिसाबमा बस्दा भएका कुराले घर गएर आएर छ भने त्यसको छानबिन होला, त्यसको गफ होला। यो राष्ट्रिय इस्यु कुरा त एउटा छँदैछ कि व्यक्तिगत रूपमा हजुरमाथि नै लागेको कुरा चाहिँ के हो भने भदौ 24 गते चाहिँ हजुर घरमा डलर भेट्यो, पैसा भेट्यो भन्ने पनि आरोप छ। यसमा के भन्नुहुन्छ? त्यो मेरा घरमा कति पैसा थियो, कति चाहिँ विदेशी पैसा थियो भनेर मैले पुलिसमा दर्ज गरेँ। मेरो त्यो पनि खोजी गरोस् राज्यले भन्छु। जहाँसम्म यहाँ उडाएर फोटो खिचिएको थियो नि, त्यो म यही घरमा बसेर हेरिरहेको छु। मैले दसैँका लागि ल्याएर राखेको पैसा थिएँ, 3टा दसैँ अगाडि केही पैसा नयाँ नोटहरू 20 का 50 का थिए। त्यसका एक एकवटा बन्डिल ल्याएर यहाँ फुर्र उडाएर सँगसँगै फोटो खिचिराखेको थियो। यो प्लानमा थियो, चरित्र हत्या गर्नलाई प्लान गरिएको। तपाईँहरूलाई लाग्छ दीपक खड्कासँग 2-4 लाख पैसा नहुन सक्छ भने तपाईँहरू विश्वास गर्नुहुन्छ? मेरो पृष्ठभूमि हेर्नु भएको छ, सङ्गत गर्नुभएको छ, मेरो ब्याकग्राउन्ड तपाईँहरूलाई थाहा छ। म त्यो पृष्ठभूमिबाट आएको मान्छे र मेरो जे संरचना छ नि, व्यावसायिक संरचना, मन्त्री हुनु राजनीति गर्नुभन्दा पहिले तयार भएको संरचना। तपाईँले एउटा फेसबुकमा पनि लेख्नु भएको थियो कि जस्तो 58 सालमा जग्गा किनेको, 60 सालतिर मैले घर बनाएको, 70 सालमा मात्र म सांसद भएको, मेरै 2टा छोरीहरू जेन्जी उमेरकै छन्, म ती छोरीहरूको अनुहार हेरेर काम नगरौँला भनेर एउटा भावुक स्ट्याटस पनि लेख्नु भएको थियो। तपाईँको घर जल्यो, तपाईँको घर मात्रै जल्यो, सिंहदरबार जल्यो, अदालत जल्यो, अहिले भन्नुभयो घुसपेटको अलिकति शङ्का गर्नुभयो। खास ठोस चाहिँ के हो? यो
यो नियोजित रूपमा दलहरूलाई कुट्ने अनि हत्याउने त्यसपछि कि व्यवस्थामाथिको आक्रमण थियो यो देशमाथिको आक्रमण व्यवस्था होइन देशमाथिको आक्रमण मैले यसलाई सुरुमै भनेको छु देश रहने कि नरहने अवस्थामा छौँ अहिले भर्खरै पनि त्यो जोगाउनुपर्छ त्यो जोगाउनका लागि राष्ट्रिय एकता हो सबै पार्टीहरू राजनीतिक दलहरू बुद्धिजीवीहरू एक ठाउँ उभिएन भने देश नरहने स्थितिमा जहाँसम्म तोडफोडका कुरा छन् आगजनीका कुरा छन् अपराधका कुराहरू छन् राज्यसँग कानुन छ त्यसलाई नियन्त्रण गर्नु त्यो राज्यको दायित्व कसले यत्रो घटना घटायो जस्तो लाग्छ मन्त्रीले त्यो छानबिनले सबै मैले भनिरहनु पर्दैन तपाईँहरूले भनिसक्नु भएको छ तपाईँहरूका क्यामेराले कैद गरेका छ ती अनुहारहरू सबै देखिन्छ त्यस्ता उत्तेजित कार्य गर्नेहरूलाई राज्यले नियन्त्रण गर्नुपर्छ कारवाही गर्नुपर्छ जहाँसम्म हामीसँगको कुरा जोडिएको छ आएको छ छानबिन गरे हुन्छ नि त छानबिन गरे हुन्छ यो सुरुदेखि नै मागेको छ सबैको छानबिन गर्ने हो नि त अहिले सरकारमा बस्नेको नि गरौँ हिजो बस्नेका नि गरौँ अझ अघिल्लोचोटि गर्नेका नि भ्रष्टाचारका कुरा त यो दिनको हुँदैन भन्ने छैन नि हुनु हुँदैन त्यसो भएका कारण त्यस्तो कुराहरू राज्यले गर्न सक्छ हामी राज्यलाई सहयोगै गर्छौँ किनभने हामी कानुनी राज्य अन्तर्गतका व्यवस्थाका मान्छे हौँ हामीले त्यो स्वीकार गरेर म त अझै यो संविधान निर्माण गर्दाको एउटा सदस्य पनि हो त्यही संविधान आज पनि विद्यमान छ नमिलेका कुराहरू संशोधन गर्नुपर्छ जनअपेक्षा सापेक्षिक समय सापेक्षिक संशोधन गर्दै लानुपर्छ भन्ने आवाजहरू पनि उठाइराखेको मान्छेहरू मध्येको मान्छे म पनि हुन्छ अनि भएका कारणले मुलुकको विषय त्यो व्यक्तिगत कुराहरू जे घटना घट्नुभन्दा अगाडि थाहा हुने कुरा भएन घटिसकेपछि त्यसका कानुनी उपचारहरू हुन्छन् त्यो मान्यतामा विश्वास राख्नुपर्छ तर कसैप्रति रिस राग द्वेष छैन मैले अघि नै भने त्यो छ भने कानुनले जान्नुपर्छ छानबिन त थालिसक्यो भने जस्तो सरकारले यसमा के भन्नुहुन्छ तपाईँ लगायत अन्य नेताहरूको छानबिन थालिसक्यो भनेर सम्पत्ति शुद्धिकरण विभाग पनि छानबिन गर्यो भन्ने मलाई यस विषयमा केही पनि छैन गरोस् हाम्रो सहयोग रहन्छ कुन ढङ्गले गर्छ गरिसकेपछि नै थाहा हुन्छ निष्पक्ष छ कि छैन त्यहाँभित्र केही घुसपेट छ कि फेरि त्यो त तपाईँहरूले देखिहाल्नुहुन्छ नि मै मात्रै बोल्नुपर्छ भन्ने के छ र समाज बोल्छ तपाईँहरू बोल्नुहुन्छ तर बोल्दा हिजो अस्ति समाचार सम्प्रेषण गरेर अमेरिका पुग्नुभयो कुनै कहाँ म त आर्मीको उसमा थिएँ निक्लिने बित्तिकै 4-5 दिन नि तपाईँहरूसँग भेटघाट गरेँ म पनि त मान्छे हुँ मेरो पनि परिवार छ सानो 5 वर्षको बच्चा छ मानवीय कुरा पनि त हेर्नुपर्छ नि उनीहरूलाई यत्रो चाहिँ मलाई पनि नलाग्यो होला म पोलिटिक्स गर्ने मान्छे म ग्राउन्डबाट आएको मान्छे म तपाईँहरूलाई भनिदिउँ म 4 कक्षा पढ्दादेखि मेरो आफ्नो खर्च म आफै पढ्ने सक्ने आफै गरेर आएको मेरो बुवा आमा जिउँदै हुनुहुन्छ सोधै हुन्छ उहाँहरूले 1 रुपियाँ दिनु परेको छैन मैले अंशका नाममा 1 रुपियाँ ल्याएको छु सबै मैले गरेर म त्यो मान्यता त्यो दुःख त्यो परिश्रम गर्न सक्ने मान्छे मैले सहज रूपले ल्याएको छु सबको कानुन छ त्यसले कार्यान्वयन गर्ला उमेर छ बाँकी फेरि कमाउला हैन राजनीति गर्दाखेरि बिपीहरू मुलुकका प्रति जनतालाई रैतीलाई नागरिक बनाउने अभियानमा लाग्दाखेरि पुरा जीवन जेलमा बिताउनु पर्यो त्यो त पढेरै आएको छु देखेरै आएको भोगेरै आएको छु त मैले हेरेर आएको छु त म त्यो मान्यताका साथ त्यो आत्मविश्वासका साथ त्यो कुरा मेरो मस्तिष्कमा राखेर मैले राजनीति सुरु गरेँ हो नि यस्ता झिना मसिना कुराले मलाई छुने डराउने भन्ने कुरै रहन्न क्या सबै कुरा फेस गर्न चाहन्छु व्यक्तिगत तर मेरो परिवार त्यो सहन गर्न सकेन होला अनि यसो घुम्न निक्लिनु पऱ्यो 1-2 दिन भन्छ तराईतिर निक्लियो डेङ्गु भएछ इन्डिया गएँ 11 दिन
मेदान्त हस्पिटलमा रेकर्डै छँदैछ उपचारका क्रममा बसिया छु बच्चा सही डेङ्गु भयो मलाई पनि भयो डेङ्गु क्लियर भयो तर ट्रमा जस्तो अब भएछ श्रीमतीलाई अहिले पनि उपचारका क्रममा उही छन् मैले त्यो छोडेर यो समाजलाई अझ दिग्भ्रमित पारेर सरकारमा बस्ने मान्छेले मिडियाका कथित मिडिया भन्छु मैले यसलाई मिडिया होइन मिडियाको दायित्व धर्म काम कर्तव्य यस्तो हुनु हुँदैन म एकजना मान्छेका पछाडि यसरी लाग्दा सिङ्गो समाज भ्रमित हो नि होइन यो दुःख लागेर आयो हाम्रो पत्रकारिता कता गइराखेको छ खोज पत्रकारिता भन्छौँ हामी हाम्रो समाजलाई कहाँ पुर्याउन लागिराखेको छ सरकारको गतिविधि के हो सरकारले मलाई के वारेन्ट चिठी काटेको छ केही काटेको छ कहीँ नजानु भनेको छ मेरो के रोक गरेको छ र म भागेँ भन्ने सरकारले मिल्छ उहाँ त कानुनको विद्यार्थीहरू गृहमन्त्री मैले अघि पनि भने यस्ता समाजलाई दुविधा बनाएर हामी कसका लागि काम गरिरहेका के का लागि यही मुलुकका यही समाजका लागि होइन भने त्यसैलाई गुमराह राखेर कसका लागि कसको भरौटीका भएर काम गरिरहेका त्यति राम्रो लाग्दैन यो दुःख लागेर कसैलाई भ्रम नपर्छ सरकारी प्रतिशत साधे हो तपाईँलाई जस्तै तपाईँले कारवाही गर्नुभएको ऊर्जा मन्त्री अहिले हुनुहुन्छ म यस्तो भ्रमित कुरा गर्न चाहन्छु सरकारले के गरेका छैन भने उसको गतिविधि थाहा हुँदै जाने कुरा हो नि आज के गरेकै छैन मैले उहाँलाई कसरी ब्लेम लाउँ त्यो मसँग छैन कल्पित कुरा मैले गर्नु हुँदैन म नि व्यवहारहरू पनि तपाईँहरूले देख्नुहुन्छ अहिले त सरकारले निर्वाचन घोषणा गरेका छ मुलुक सम्हाल्ने दायित्वमा छ एउटा परिस्थिति सिर्जना भयो त्यसमा उहाँहरूले आफ्नो क्षमता कति प्रदर्शन गर्न सक्नुहुन्छ यो सधैँका लागि पनि होइन उहाँहरूले बाँचुन्जेल तपाईँ चाहिँ एक पदमा हुनुहोला भनेर पठाए पनि होइन होला तपाईँहरू सबैले हेरिरहनु भएको छ यो सरकारका विषयमा धेरै टिका टिप्पणी छैन एउटा परिस्थितिजन्य सृजित सरकार हो यसका निश्चित म्यान्डेटहरू छन् हामी पनि सरकार चलाएरै आएको त्यसो भएको कारणले यो मुलुकको जिम्मा राजनीतिक दलहरूले हामी समाजका अग्रपङ्क्तिमा रहेका नागरिकहरूले लिनुपर्छ भन्ने भावनाका हेरौँ न कति यो सरकारले चाहिँ सरकारलाई चाहिँ तपाईँ कुन रूपमा लिनुहुन्छ जस्तो चाहिँ तपाईँकै पार्टीका नेताहरूले र पार्टीले पनि विज्ञप्ति निकालेर यो असंवैधानिक भनेको छ तपाईँ चाहिँ सरकारलाई के भन्नुहुन्छ मेरो पार्टीको मेरो सभापतिको आधिकारिक धारणा आइसकेको छ सरकारको प्रति त्योभन्दा पृथक मेरो हुन सक्दैन म त्यही कार्यकर्ता हुँ एउटा त्योभन्दा पृथक मेरो कुनै विचार रहँदैन व्यक्तिगत कुरा गर्नुहुन्छ भने त्यसको गतिविधि हेर्न बाँकी छ यो परिस्थितिजन्य सृजित सरकार हो त्यति मात्रै भन्छु अनि यो घोषित चुनावमा तपाईँहरू जाने कि नजाने यस्तो चाहिँ मैले अघि भनिहालेँ नि यो मेरो आधिकारिक धारणा मेरो पार्टीको आइसकेको छ पार्टीले जे निर्णय गर्छ त्यही बमोजिम म त एउटा कार्यकर्ता नै हो यो ओली नेतृत्वको सरकारमा चाहिँ थुप्रै मन्त्रीहरू हुनुहुन्थ्यो प्रधानमन्त्री यहीँ हुनुहुन्छ गृहमन्त्री यहीँ हुनुहुन्छ होइन तर तपाईँ व्यक्तिगत रूपमा तपाईँमाथि चाहिँ मिडियाले केही मन्त्रीहरूले चाहिँ अलि बढी चाहिँ यो किन खन्या होला जस्तो लाग्छ यसलाई राम्रो पक्ष भन्ने कि नराम्रो धेरैजना ती मन्त्रीहरू त फेरि प्रधानमन्त्री भण्डारीज्यूसँग हिजो कुरा थिएँ आसाममा हुनुहुन्छ आसाममा हुनुहुन्छ अहिले भर्खरै फोन गर्नुभयो अर्को सुजी मन्त्रीजी हुनुहुन्थ्यो मैले उहीँ दिल्लीमा देखाएको थिएँ है कानुन मन्त्री म अजय चौरसियाज्यू म जानुभन्दा एक दिन अगाडि फर्किनु यो हामी आउने जाने म संसारभरि घुमिराखेका मान्छे हो मलाई विदेश जान कुन आइतबारको कुरा छ जबसम्म मलाई राज्यले तिमीले यो गल्ती गर्यौ तिमी यहाँबाट कहीँ जान पाउँदैनौ तिम्रो यो देखियो नभनुन्जेल त म त एउटा नागरिक स्वतन्त्र छु नि त छैन म अब पदीय दायित्वमा नि छैन म जहाँ पनि जान सक्छु नि अमेरिकाको हल्ला चलाइयो अमेरिकालाई म स्वयं त नभनौँ 20औं चोटिभन्दा बढी गइसक्यो सिङ्गापुर पनि हल्ला के आयो त गएकै छैन कहीँ गएकै छैन त इन्डिया गएँ अन्त अहिले यो 1 वर्ष भयो
मन्त्री भए यता कहीँ पनि त्यो अफिसियली भिजिट भन्दा कहीँ गएकै छैन। यो आन्दोलन पछाडि आजसम्म करिब 1.5 महिनाको बिचमा तपाईँ कहाँ हुनुहुन्थ्यो यसरी त्यो अलिकति फेरि त भनिदिनु न। यो 24 गते बेलुकाबाट आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरिरहेको म धन्यवाद पनि भन्न चाहन्छु सुरक्षाकर्मी। मैले योभन्दा अगाडि पनि भनिसकेको छु, मेरो अङ्गरक्षक साथीहरू हुनुहुन्छ सुरक्षाकर्मीहरू, उहाँहरूकै कारणले सायद यहाँ आगजनी हुँदै गर्दा म घरैमा थिएँ। म चाहिँ यहाँ ढोका ढ्याङ गर्दा यहाँभित्र घरमा खाना खानु लागेको थियो, त्यो पनि छोडेर खाना खानु पनि पाएन, बच्चालाई पनि खुवाउनु पाएन। छिमेकमा लुकेर बस्नु पऱ्यो, त्यो साथीहरूकै सुरक्षाकर्मीको साथीहरूकै अनुरोधमा त्यहाँ बसेँ। राति यहाँबाट निक्लिएर आर्मी क्याम्पमा बस्यो, त्यहाँ 7-8 दिनपछि त्यहाँ बस्यो होला। त्यस पछाडि आज 4-5 दिन यहीँ बस्यौँ तपाईँहरू। त्यस पछाडि तराईतिर 2-4 दिन बस्यौँ। त्यस पछाडि अलि ज्वरो आउने यताउता भएपछि म इन्डिया लागेँ। त्यसपछि पुरै हस्पिटलमा इन्डियामा बस्ने क्रममा त्यो रिपोर्ट नआउन्जेल एक दिन एउटा मन्दिर गएँ। अलिअलि अब त्यहाँ बस्दाखेरि पोलिटिकल भेटघाट त हुने नै भयो। फेरि मेरो ढाँट्ने कुरा चाहिँ केही मन्त्रीहरूसँग सम्बन्ध छ, उहाँहरूले हुँदै पनि त्यही दिन 24 गते दिन पनि फोन गर्नुभएको थियो व्यक्तिगत रूपमा। यो अब संसारभरि देखिरहेकै छ कि अहिलेको मिडिया उहाँहरूले फोन पनि गर्नुभएको कुराकानी त्यो हस्पिटलको बसाइ सँगसँगै म बिचबिचमा त्यो पोलिटिकल केही भेटघाटहरू गरे। हामी पोलिटिकल मान्छे छिमेकी देश चाइनाका इन्डियाका उहाँसँग अझ हाम्रो विशेष सम्बन्ध हुने उहाँहरूसँग भेटघाट गफगाफ भयो। त्यस पछाडि म सिधा यो तपाईँहरूको मिडियाको धेरै कुरा देखिसकेपछि साथीहरू धेरै आत्तिनु भयो क्या भन्नु म परिवार उहीँ हस्पिटलमै तपाईँ कुन मनोदशाबाट गुज्रिनु भएको छ? तपाईँलाई अहिले के लागिरहेको छ? यस्तो चाहिँ जलेको घर छ, देश जलिरहेको छ होइन? के पनि छैन। म एउटा अति सामान्य परिवारबाट उठेको मान्छे हो। म सेल्फ मेड मान्छे हो। म यस्ता धेरै दुःख, धेरै चुनौतीहरू, धेरै पटक मरेर बाँचेका मान्छे र मैले यो सब कुराहरू व्यक्तिगत जीवनमा भोगेको छु। त्यस कारणले मलाई यस्ता कुरा सामान्य लाग्छ र मेरो राजनीतिक दल नेताहरू नै होइन सङ्घर्षका क्रममा यो मुलुकलाई स्वाधीनता प्रदान गर्ने, नागरिकहरूलाई रैतीबाट मालिक बनाउने अभियानमा पटक पटक जेल पर्नुभएका उहाँका कहानीहरू, उहाँका कथाहरू पढेको छु, सङ्गत गरेका छु। म त्यो सङ्गतबाट, त्यो शिक्षाबाट प्रभावित भएर राजनीति गरेका मान्छे मैले यी सब कुरालाई सामान्य। अन्तिममा मन्त्रीजी जस्तो तपाईँ सङ्घर्षबाट निर्वाचित भएर आउनुभयो, मन्त्री पनि हुनुभयो होइन। अब अहिलेको यो अवस्थामा आइपुग्यो देश, यसमा चाहिँ अब तपाईँले आफ्ना जिल्लावासी जो तपाईँलाई मतदाता छन्, जसले मत जितेर तपाईँले यो स्थानमा ल्याए, जो आज मन्त्री हुनुभयो, धेरै कामहरू गर्नुभयो, यी सबै आम नागरिकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अन्तिममा? मैले त अघि सुरुमै अहिले चाडबाड हामी नेपालीहरूमा जति जति दुःख भयो नि जे भयो नि चाडबाडलाई चाहिँ विशेष प्राथमिकता दिन्छ र त्यहाँ सङ्घर्षवासीमा त तमाम नेपालीहरूलाई मैले शुभकामना व्यक्त गरेका छु। उहाँहरूलाई पनि यो समाचारहरू सम्प्रेषण गर्दा दिग्भ्रमित भएको कुरा मैले अघि जोडेको छु। उहाँले फेरि अब देखिसकेपछि उहाँहरूको विश्वास म प्रति अटल छ भन्ने मेरो विश्वास छ र भोलि पनि म उहाँहरूसँगै रहने। उहाँहरूको माया, प्रेम, सद्भाव मैले देखेको छु र उहाँहरूलाई पनि शुभकामना पनि दिन चाहन्छु र मुलुकका परिस्थितिप्रति नआत्तिकन धैर्य धारणा गर्न पनि म अनुरोध गर्न चाहन्छु। सुख दुःखमा पनि म हिजो पनि, आज पनि, भोलि पनि सधैँ रहिरहने कुरा म तमाम सङ्घर्षवासीहरू र मुलुकका प्रति नै सबै नेपालीहरूलाई म आग्रह अनुरोध पनि गर्न चाहन्छु। मैले अघि भने म ग्राउन्डबाट उठेको मान्छे, मलाई केहीको डर पनि छैन, केहीको चिन्ता पनि छैन, भय पनि छैन, केही गर्न सक्दिनँ भन्ने पनि लाग्दैन। यसो कारणले भोलि यही मुलुकका प्रति गर्ने हो, यिनै जनताका प्रति लागिरहने जति दिन बाँचिन्छ बाँचुन्जेल। त्यसो भएको कारणले सबै तपाईँ हामी निराश हुनु पर्दैन। निराश एउटा कुरामा
चिन्ता गर्नुपर्छ। त्यो भनेको मुलुक रहँदैन कि भन्ने चिन्ता छ, त्यसका लागि पनि मैले निवेदन गरेँ। आज यति कुरा गरौँ। मुलुक चाहिँ कहाँबाट खतरा देख्नु भएको तपाईँले, कसरी खतरा देख्नुभयो? तपाईँहरू आफै अध्ययन गर्नुहुन्छ, तपाईँहरू खोज पत्रकारिता गर्नुहुन्छ है। वैदेशिक हस्तक्षेपको कारण हो कि या आन्तरिकै हो के हो बताइदिनु न। यत्रो घटना घटेको छ, तपाईँहरूले यसमा खोजका साथ सम्प्रेषण गर्नु भने म पनि पढेर लाभान्वित हुन्छु भन्ने छ। तपाईँ एउटा राजनीतिक दलको नेता मात्रै होइन, व्यवसाय पनि हो। व्यवसायलाई चाहिँ उसलाई के भन्नुहुन्छ, व्यवसायीहरूलाई के भन्नुहुन्छ भन्दा पुरै चिन्ता के छ भन्ने राज्यले गहन रूपमा सरकारले यस घटनाहरूलाई लिदिएन भने अझ बढी व्यवसाय गर्ने मान्छेहरूको मनोबल गिर्न सक्छ, पलायन हुन सक्छन्। हामीलाई ठुलो धनराशि चाहिएको छ। हामी संसारभरिका व्यवसाय गर्ने मान्छेहरूलाई नेपालमा लगानी गर्नु, यहाँ वातावरण छ जसले हाम्रा तमाम नागरिकहरूले रोजगारी सृजना गर्ने, मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्ने विश्वासका साथ काम गरिराखेका थियौँ। त्यो कुरामा कुसरापात हुन सक्छ। यति कुरा धन्यवाद।